निदान मिडिया हेरेर बस्नुहुने सम्पूर्णमा नमस्कार। म केशव कण्डेल। ज्योतिष प्रदीप पौडेलले चैत्र 4 गतेको लागि तयार पारेको राशिफलसहित उपस्थित भएका छौँ। आज विक्रम सम्वत 2081 चैत्र 4 गते सोमबार, चैत्र कृष्ण पक्षको तृतीया तिथि, नेपाल सम्वत 1145। सूर्योदय बिहान 6:13 हुनेछ भने सूर्यास्त साँझ 6:13 हुनेछ। सुरु गरौँ आजको राशिफलतर्फ। राशिफलको सुरुवातमा मेष राशि। पेशागत लाभ होला, दाम्पत्य सुख, रमाइलो भेटघाट रहनेछ, स्वास्थ्य सबल रहनेछ। वृष राशि। रमणीय यात्रा हुनेछ, मनमा खुसी र हर्षोल्लास छाउनेछ, नयाँ कामको थालनी हुनेछ, खर्चमा वृद्धि होला। मिथुन राशि। समय शुभ छैन, मानसिक पीर र खिन्नताले नरमाइलो हुनेछ, कार्य विलम्ब र धन हानिको योग छ, स्वास्थ्य कमजोर रहनेछ। कर्कट राशि। पारिवारिक असन्तुष्टिको योग छ, विवाद र झैझगडामा सतर्क रहनुहोला, हानि र सङ्कट पर्न सक्छ। सिंह राशि। आनन्द र खुसीको योग छ, रोकेका काम बन्नेछन्, आफन्तीको सहयोग पाइनेछ, नयाँ अवसर प्राप्त हुनेछन्। कन्या राशि। हानिको समय छ, कार्य असफलता र अपजसको योग छ, मानसिक पीरले पलायनको सोच आउनेछ, लगानी नगर्नुहोला। तुला राशि। समयले साथ दिएको छ, कार्य सफलता र पराक्रममा वृद्धि हुनेछ, यद्यपि पारिवारिक कलह हुन सक्छ, विवाद नगर्नुहोला, लेनदेनको कारोबारमा सजग रहनुहोला। वृश्चिक राशि। अध्ययनमा मन जाने छैन, अनावश्यक कार्यमा धन खर्च हुनेछ, कार्य विलम्ब र हैरानी खेप्नुपर्ने देखिन्छ, स्वास्थ्य कमजोर रहनेछ। धनुराशि। सहयोगी गोचर चलेको छ, विपरीत लिङ्गीको सहयोगमा काम बन्नेछन्, कुनै रमाइलो यात्रा बन्नेछ, कार्य सम्पन्न हुनेछ। मकर राशि। पेशागत सन्तुष्टि र मनमा खुसी छाउनेछ, पारिवारिक र सामाजिक सहयोग पाइनेछ, रोकेका काम बन्नेछन्। कुम्भ राशि। समय अशुभ छ, मानसिक पीर र खिन्नताले तनाव र हैरानी हुनेछ, पारिवारिक र सामाजिक कुराले पिरोल्नेछ, खर्च बढ्नेछ, टाढाको दूरीको यात्रा नगर्नुहोला। राशिफलको अन्त्यमा मीन राशि। समय आर्थिक घाटा र कमजोर स्वास्थ्यको छ, आकस्मिक हानिको योग छ, कुनै समस्यामा परिने खतरा छ, सोच विचारले काम गर्नुहोला, लेनदेनको कारोबार नगर्नुहोला। राशिफलले जे जस्तो बताए पनि यहाँहरूको दिन शुभ रहोस्। नमस्कार।